गाडी त गयो अब के गर्नु ल जली गयो ल बिजोग भयो है बिजोग भयो गाडी त आगो लागेर खत्तम भयो गाडी जल हो पानी नै भएन हजुर के गरेर निभाउनु जलिहाल्यो नि खतमै भइगयो नि त हुँदैन हजुर थुक्कै यार हजुर आफै लाग्यो क्या हजुर कुद्दा कुद्दै गनाउँदै थियो कि हजुर के भयो गनाउँदै थियो कि नियम पर्छ क्या तपाईले पानी खोजेर बर्बाद भयो ट्याङ्कको मेरो माथि बसन्तपुर अहिलेसम्म त निकै कम छ होइन कमै थियो सामान उयोहरू चाहिँ झिकियो कागज पत्र त यहीँ छ नि अघि नै गनाउँदै थियो तलब चेक पनि गरेर ल्याएको पत्तै लागेन क्या हजुर वायरिङ सर्ट भएर त आगो लागेको हजुर वायरिङ सर्ट भएर तपाईँले यता पानी तयार छ नि हेर्नु निभाउन सकेपछि अलिकति गर्नुभयो यो सानो चाहिँ अब त तेललाई मोबिल बन्द रोकिँदै अहिले सुरु त निकै कम छ उँभोपट्टि तेलपट्टि गयो अनि हिजोबाट बस्नु त भेट्नु हो हजुर मैले तल पातले खोलामै चेक गरेको क्या
छे तपाईँ थोरै ढिलो गर्नु भयो यसको इन्सुरेन्स हो नि त हजुर इन्सुरेन्स छैन इन्सुरेन्स त फेरि थर्ड पार्टीको मात्रै छ क्या पानी यहाँ थिएछ नि कुद्नुपर्छ नि यताउता खोज्नलाई होइन आगो लागिसकेको थियो क्या है पानी निकै कम थियो अनि सामानहरू निकाल्न मात्रै पाइयो क्या म त ट्याम्मै बाटो देखिनँ क्या गाडी सर्ट भएर नि इलेक्ट्रिक सर्ट भएर बर्बाद भयो गयो नि त्यो अघिदेखि गनाउँदै थियो कि वायरिङ सर्ट भएछ के होइन यता पछाडिपट्टि त्यो लागि नै सकेको थियो अनि पानी खोज्नै पाइएन बरु सामानहरू चाहिँ निकाल्न पाइयो आफै लाग्यो है तेल त ऊ एक बोतल निकाल्न भ्याएँ अरू त तल इटरीमा लगाएको मात्रै थियो हजुर कहाँ गएर कहाँ गएर आउनु इटरी गएर आएको थिएँ नि तलै छु नि त म ए के गर्दै खत्तमै गर्ने हजुर टायर दुईवटा पड्किसक्यो नि ट्याङ्की पड्किसक्यो ए तपाईँ कहाँ हिँड्नु भएको हामी इटरी गएको ए मलाई लाँदैन छ्या म्याकुरी मान्छे छैन मान्छे ऊ 3 जना लिएर आएको थिएँ हिलेदेखि हजुर यतै कुद्थ्यो होइन होइन यता बसन्तपुर पछाडि सर्ट हुने बित्तिकै आगो लागिहाल्यो क्या हजुर पुलिसलाई त फोनै गरेको छैन यसको इन्सुरेन्स चाहिँ छैन थर्ड पार्टी मात्रै छ मार्न सक्ने अवस्थामै आएन के अघि आगो लागि त हाल्यो अनि कहाँबाट सक्न नि त्यतिखेर नै त्यो बनाउँदाखेरि अलिअलि आगो लाग्दाखेरि बेटीको त्यो पोलहरू भिजेर चाहिँ तार दिएको हुन्थ्यो क्या ड्याममा त
हजुर त्यो वायरिङ सर्ट हुँदाखेरि पाइपमा के ओह। तारहरुमा पानी लगाएर हालिदिन्छ त्यो पोल झिकेपछि त्यो वायरिङ सर्ट अन्त टायर पो पर्छ हुन्छ टायर पर्छ त केही रहेन केही रहेन के भएर लाग्यो त यो वायरिङ सर्ट है उम्, ग्यास पर्दै होला त अर्को ट्याङ्कीको अगाडि टायर मात्र बाँकी छ अब नै छ स्प्रे भगवान लगाएर एकैछिन निभाइदिनु न ब्लाइन्ड कुद्दा कुद्दै के गनायो गनायो भनेर अनि रोकेँ अनि यो साइडमा लगाएर रोक्ने बित्तिकै बिजोग बनाइहाल्यो नि हजुर फुल चाहिँ छैन कि थर्ड पार्टीको चाहिँ छ ट्राफिकलाई भन्नुपर्छ होला नि त ल फोन गर्नु नि हजुर अब त मर्दैन अब मरेर नि कामै छैन यो उति थामा खुट्टी चाहिँ काम छ होला अर्को त कामै छैन टायरमा अब पर्किन्छ अगाडि कस्तो त्यत्रो चेक गर्दाखेरि थाहा नपाएको यो तल आर्मी क्याम्प आइपुग्दाखेरि चाहिँ दुईटै लाइट बल्दै थियो तपाईँ घर चाहिँ कहाँ भन्नु कस्तो नचिन्नु भएको हौ मैले बिर्सेँ होला क्या होइन अनि अब के गर्नु मेरो यता हात्ती खर्क अन्त के गर्नु त अब थर्ड पार्टीले गाडीको त दिन्छ कि तर पुलिस केस चाहिँ गर्नुपर्छ बोलाउनु नि छ्या, मेरो चाहिँ साथीले पुऱ्याउँछ अहिले तपाईँ त्रिशुल लेखेको मेरो हो नि त ए यहाँ राख्छ नि बोटमा पछाडिबाट लाग्यो क्या टाङ्की उयो थियो नि त तपाईँलाई थाहा भयो नि कहाँ हिँड्नु हात्तीहरुको माथि बसन्तपुर हिँडेको कता हो हजुर यता आउनु कता हात्तीहरुको क्या
हुन्छ अब थाहा